What's up, people? Hello. Good morning from पोखरा. स्वागत छ हजुरहरुलाई हाम्रो पोखराको भिडियोमा। आज चाहिँ हाम्रो रहेको छ पोखरामा डे 2। मज्जा भइरहेछ, रमाइलो भइरहेको छ। हिजो आइपुगेको हामी, हिजो पनि भिडियो बनाएको छौं, सायद हेरिसक्नु भयो होला। अनि आज पनि नयाँ दिन, नयाँ भिडियोको सुरुवात भइसकेको छ। बिहानै उठेर नुहाइधुवाइ गरेर फ्रेश भएर भिडियो स्टार्ट गर्यौं हामीले साथीहरु। आजको भिडियो हाम्रो कस्तो हुन्छ हेर्दै जानु होला। हिजो चाहिँ हामी एकदम थाकेको थियौं अनि लामो यात्रा पनि थियो अनि त्यो कारणले गर्दाखेरि पनि हामीले जसो तसो गरेर चाहिँ भिडियो बनाएको छौं। हिजोको भिडियो जस्तै भए पनि आज चाहिँ हामी एकदम राम्रो भिडियो बनाउने वाला छौं। हेर्दै जानु होला। कीप वाचिङ गाइज। सो गाइज, यो चाहिँ रहेको छ हाम्रो रुम चाहिँ नदेखाम होला, एकदम लुगाहरू छरछर भएको छ। हाम्रो रुमबाट देखिने भ्यू चाहिँ देखाउँछु ल म हजुरहरुलाई। यो बाहिर रुमबाट देखिने भ्यू, यो अगाडिको बाटो चाहिँ एकदम, यहाँ चाहिँ ट्याक्सीहरू यसरी नै कुइरेनीहरू बढी हिँड्ने रहेछ यो बाटो चाहिँ। सो गाइस, हामी चाहिँ रेडी पनि भइसक्यौँ। आज चाहिँ हामी घुम्न जाँदैछौँ टुरिस्ट बसमा। त्यो बस चाहिँ हामीले चाहिँ बुक गरिसकेको छौँ। रेडी सेडी भएर हामी चाहिँ गाडी कुरिरा हो, कता कता घुमाउँछ, कस्तो कस्तो ठाउँ लान्छ, हामी राम्रो भिडियो बनाउने कोसिस गर्छौँ। कस्तो हुन्छ बसमा घुम्दा त्यो पनि हामी तपाईँलाई सेयर गर्छौँ। हामी ट्याक्सीमै घुम्ने भनिरहेको थियौँ, होटलको दाइहरूले चाहिँ सजेस्ट गर्नुभयो आफ्नै तरिकाले घुम्न पाइन्छ, जस्ट स्टपमा लगिदिन्छ, रोकिदिन्छ अनि टाइम दिन्छ, अप्ठ्यारो हुँदैन भनेर सजेस्ट गर्नुभयो। ठिकै लाग्यो सुन्दा चाहिँ। अब हामी जाँदैछौँ टुरिस्ट बसमा। टुरिस्ट बसको घुमे कस्तो हुन्छ हामी सेयर गर्नेछौँ। बस आइपुग्यो, यहाँको होटल अगाडि ठक्राक्कै आइपुग्यो। हजुर नम्बर राख्नु न मेरो है, तपाईको नम्बर राखेको छ। सिट एउटै होला त हैन? यतै बस्नु न त कतै। ल गाइस, बसमा चढ्यो है। अब कस्तो हुन्छ घुमाइ हेर्दै जानु। अर्को आजको टुर 5 बजेसम्मको यो टुर हुन्छ यहाँ। This is Fewa Lake. That Fewa Lake. लेक चाहिँ यहाँ छ। यहाँबाट बोटिङ गर्ने रहेछ। इधर ना आप लोग का फर्स्ट डेस्टिनेशन इज गोवा लेक। घूमने का टाइम अलग होता है, खाने का लंच ब्रेक टाइम अलग होता है। घूमने टाइम में लंच खाना के लिए होटल का टाइम नहीं होता है ना, सब जगह कवर करना पड़ता है, इसलिए टाइम टू टाइम चलना पड़ता है। हम लोग टाइम टू टाइम नहीं चल पाए तो सब जगह भी कवर नहीं कर सकते, इसलिए टाइम में चलना पड़ेगा। यहाँ रुकेंगे हम लोग 35 मिनट। ये बीच में मंदिर है, मंदिर दर्शन करके वापस आना है। सिर्फ 30 मिनट टाइम लगेगा, 5 मिनट एक्स्ट्रा किया है तो इधर 35 मिनट रुकेंगे। इसके बाद मेन पॉइंट जाना है। आप लोग को एक लोग के लिए, सब लोग को परेशान मत कीजिए, टाइम टू टाइम आइए। और इधर 35 मिनट है, मंदिर दर्शन करके वापस आइए, गाड़ी यहीं रहेगा। सो गाइज, हाम्रो चाहिँ फर्स्ट डेस्टिनेसन हामी आइपुगिसकेको रहेछौँ। अनि फर्स्ट डेस्टिनेसन चाहिँ रहेको छ फेवा लेकबाट मन्दिर जाने बाटो बोटिङ गरेर। अनि हामीसँग कम टाइम छ अनि कम टाइममा हामीले यसो घुम्नु यो ठाउँ चाहिँ हामीले 30 मिनटमा घुमिसकेर 35 मिनटमा गाडी चढिसक्नु पर्ने अरे। हामी चाहिँ यहाँ पुरै लेक भ्यूमा आएर पुरै फोटोसुट भइरहेको छ हामीहरूको चाहिँ यहाँ। बाबा नखाऊ दिदी। वाउ, यस्तो बवाल यार, यस्तो बवाल। ओ माई गॉड। हामीलाई यो ब्रोदरले फोटो खिच्दैको कतै बस्नु यहाँहरूको बबाल फोटो सुट गरिरहेछ। यहाँहरूको ब्रदर साह्रै मेहनती हुनुहुन्छ।
तर हामीहरूको टाइम पो सिधै आँट्यो त ब्रदर अति दामी यार बडा टुर गरिसकेर हिँडेको फोटोसोटो पनि भइसक्यो गाडीले छोडिसक्यो यो बुढीलाई मैले भनेको हिँड भनेर भनेको 20 यहीँ भइसक्यो अब हामीलाई गाडीले छोड्यो बसले छोड्यो उसलाई फोटोसुट टिकटक बाइक अरू केही छैन घुमफिर पनि छैन हेर न कुदेको के पाराले कुदेको फेरि पनि हामी अर्को स्टपतिर जाँदैछौँ र हाम्रो गाडी चाहिँ यहाँ रोक्नु भएको छ आई थिङ्क यही होला हाम्रो नेक्स्ट स्पोट अनि हामीलाई चाहिँ थाहा छैन अब हाम्रो नेक्स्ट स्पोट कहाँ हो कस्तो हो भनेर चाहिँ अनि गाडी रोक्दै हुनुहुन्छ हामीले यस्तो वरपर केही देखेको पनि छैन अब कस्तो छ यहाँ के होला बुढा गेस गर्नु त मलाई पनि थाहा छैन उनीहरूले आएर भन्छ होला नि एनाउन्स गर्छ होला कहाँ छेउछाउमा केही पनि छैन गाडी रोकिरहेको छ त्यही त भनेको कस्तो उजाड राखिदिइरहेछ के होला खुल्दुली गइरहेछ हिँडेर मन्दिर जाने होला उता हेर्नु त एउटा मन्दिर छ त्यो उयो के भन्ने मन्दिर जाने होला के होला मान्छेहरू यहाँ कति हिँडिरहेको देखिरहेको छ म बोलेको त अब 10:43 हो क्या 50 करके आने का ल सरहरु आउनु यहाँ दुईटा प्वाइन्ट छ हैन हजुर दुईटा प्वाइन्ट बेबी फल र तेस्रो हो यहाँ 50 मिनेट टाइम छ है त्यो चाहिँ गुफा क्या गुप्तेश्वर गुफा मार्ग गुप्तेश्वर गुफा हेर्नु अनि सेकेन्ड बेबी फल छ नि हेर्नु अनि हाम्रो टाइम चाहिँ कति हो 50 मिनेट यो दुईटालाई चाहिँ दुईटा रेट सकिन्छ 50 मिनेटमा भयो हजुरको ए 11:30 बजेसम्म आउनु 11:30 कता छ त गुफा यो एरोलाई फलो गर्दै जानु पर्ने हो अनि उयो पनि एरो भएछ त्यहाँदेखि एरो मन्दिर एरियामा पनि सपिङ सेन्टर छ त बुढा यहाँ त भित्र टिकट लिनुपर्छ यहाँ खोइको नि त सोधौँ न टिकट लेनी है आपका कम प्राइस है तो आप सबके लिए हम आपको हमारा 100 रुपए नेपाली को कम है इसलिए तो आप ले लो तो हम आपको पैसे दे देते हैं हमें पाँचवटा टिकट हामीले कसलाई हेल्प गर्यो हाँ भैया अच्छा ठीक है अच्छा हेलो हेलो हाँ नेपाल से अच्छा 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 रात त्यसरी जरा त्यस्तो सबैले भिडियो राखी गरिरहेको छ गाइज दुनियाँमा यस्तो यस्तो ठाउँ पनि रहेछ ओ माई गॉड अन्त कहाँ तल ढुङ्गाको गुफामा
गाइस हामी यहाँ पनि घुमेर भइसक्यौँ अनि अब चाहिँ हामी यहाँबाट बाहिर निस्किँदैछौँ एकदमै गाह्रो हुँदो रहेछ हालत खराब कस्तो भयो गुप्तेश्वर नै अब है तर वर्थ इट थियो नि त एकदमै धेरै तल हामी चाहिँ यो गेटबाट निस्किसक्यौँ अब यहाँबाट चाहिँ थोरै डिस्टेन्समा फेरि डेभिड फल छ अब त हामी जान्छौँ आमामा के साह्रो क्राउड हो मान्छेहरूको दुईटा टिकटमा कति हो हिँड्नु यहाँ पनि डर गर्नुपर्छ नि त हतारमै हेऱ्यो हतारमै अब हिँड्यो अब नेक्स्ट स्टपको लागि बसले पर्खिरहेछ अरे अब हाम्रो नेक्स्ट डेस्टिनेसन कहाँ छ गाइस हामीलाई चाहिँ यो हाम्रो टुरिस्ट बसले चाहिँ हामीलाई नेक्स्ट स्पोटमा लिएर छोडिदिइसकेको छ अनि यहाँ दाइ चाहिँ कराउँदै हुन्छ 1:05 चाहिँ आउनु गाडी छुट्छ होइन फेरि कति हिँड्नुपर्ने हो हामी एक्चुअली यहाँ आएको चाहिँ महादेवको मन्दिर हेर्न वाह यहाँबाट नि यताको भ्यू चाहिँ एकदम पर्फेक्ट क्या क्लियरली देख्दो रहेछ उहाँ माथि चाहिँ कस्तो लाग्यो तिमीलाई त्यो भ्यू माथिको यो माथि चाहिँ मन्दिरमा अझै हामी पुगिसकेको छैन होइन अनि गेटबाट इन्ट्री हुने बित्तिकै यो साइडको यो मन्दिरको साइडको भ्यू चाहिँ कस्तो मुटुमै यहाँबाट हेर्दा पनि कस्तो दामी देखिरहेको फाइनली हामी माथि चढिसक्यौँ अनि यहाँको भ्यू हेर्न लागि यो फेवालिक देखिराख्नु भएको छ गाइस तपाईँहरूले कसम भनेको यो क्यामेरामा चाहिँ देखिरहेको छैन कि यसरी हेर्दा चाहिँ बब्बाल अनि यो मन्दिरको पछाडि चाहिँ यो डमहरू पनि रहेको रहेछ अनि यो चाहिँ मन्दिरको ब्याक साइड भयो है गाइस हामी चाहिँ मन्दिरको वरिपरि हिँडिरहेछ यहाँबाट चाहिँ भ्यू चाहिँ ओ माई गड बुढा कस्तो लाग्यो तपाईँलाई मेरो बुढा चाहिँ एकदम एक्साइटेड अरे आज भिडियो गर्नलाई मैले त्यति गरेको छैन सबै उहाँले नै गर्दै हुनुहुन्छ म चाहिँ घुम्नुमै एक्साइटेड क्या ओ माई गड यो लेक साइड त सुनिन हामी जाने उयो मन्दिर उयसमा होइन गुम्बा जस्तो स्तुपा यहाँ जाने होला नेक्स्ट स्टप यो जस्तो लागेको छ अब चाहिँ हामी झरेको माथिबाट अर्को टाइम पनि हुन लाग्यो अब हिँड्दा हिँड्दै टाइम हुन्छ त्यो भएको कारणले गर्दाखेरि तल झर्दैछु सुमिन कस्तो लाग्यो तिमीलाई तर पनि है यसो हेर्नको लागि चाहिँ राम्रो हो नि ल के किन्दिनु अरे बुढी कस्तो टोपी उ यस्तो आम्मामा लु नि त लु अब त्यो टोपी होइन अहिलेको लागि उखु खाइदिउँ न त छिटो छिटो गरिदिनु पर्ने हो दाइ अझै यत्रो ओह्रालो हिँड्नु पर्नेछ भने
गाह्रो हुन्छ नि उकालो त छिटो हुन्छ अघि त उकालो चढ्नु झन्डै मरायो मेरो बुढीले नखाने अरे खान्छु खानु त तपाईँकै ग्लास ओहो यस्तो खायो भने त माया पर्छ नि फेरि अझ डिप माया हुन्छ नि हाम्रो फेरि छुटेर जान गाह्रो हुन्छ नि नोभेम्बर 20मा फेरि बुढी होस् न अनि नछोड्नु सँगै बस्नु म पालिदिन्छु तपाईँलाई आमा यत्तिको बुढी चाहिँ खोजेर पाइँदैन ल फेरि मसँग बस्यो भने म पालिदिन्छु पाल्दिने तपाईँलाई आमा ल टेस्ट तपाईँले टेस्ट गरेर भन्नु ल मलाई भन्दै हुन्छ ल कस्तो यो त कालो न कालो छ त अनि मैले नै टेस्ट गर्नु अरे ल तिमी टेस्ट गर नि त कस्तो हुन्छ यो खासमा मैले बुढालाई किनिदिएको हो होइन तपाईँ टेस्ट गरेर भन्नु ल मलाई भन्नु मैले टेस्ट गरिदिन्छु बुढालाई ल कल पनि आयो त खानु नि राम्ररी पाउँदैन है अब गाडीबाट कल आइसक्यो टेस्ट गरेर भन्नु अरे उखु जस्तै छैन नि के उयो के मिक्स खानु न मिठै छ गाडी भएको ठाउँसम्म आइपुग्यौँ हामी चाहिँ अब चाहिँ हामी जाँदैछौँ शान्ति स्तूपतर्फ अनि त्यहाँ चाहिँ फोटो भिडियोहरू अलाउड छैन अरे अनि बाहिरबाट हामीले भिडियो खिचेर अब एकैचोटि हामी त्यहाँबाट निस्केपछि मात्रै भिडियो कन्टिन्यू गर्नेछौँ गाइस त्यत्रो माथिबाट हिँडेर हामी बल्ल बल्ल मुनि झऱ्यौँ यहाँ गाडी भएकोतिर म चाहिँ यत्रो हिँडेको सबै दिन्छ किन भन्नु न किन पेट्रोल किन्नु पाएँ आम्मामा ल ल हामी हिँड्दा हिँड्दै चाहिँ खानासाना खाएर हाम्रो नेक्स्ट स्पट चाहिँ थियो घुम्नका लागि सेती रिभर अनि कस्तो छ सेती रिभर हरे खोलैभित्रबाट कताबाट लुकाएको थियो हो सुरुङबाट रहेछ हो यो खोला त कस्तो डेन्जर देखिन्छ हामी आएको छौँ नेक्स्ट स्पट महेन्द्र क्याम्प महेन्द्र गुफा कस्तो छ अब हामी हेर्नु जाँदैछौँ हामीहरूको टाइम भनेको ओन्ली 10 मिनट अरे हामी चाहिँ महेन्द्र केभ एन्ट्रेन्समा आएको छौँ मेरो बुढीको लागि चाहिँ महेन्द्र क्याप मेरो लागि चाहिँ महेन्द्र गुफा हामी छिरौँ प्रवेश गऱ्यौँ यस्तो रहेछ अन्धकार घोर अन्धकार आमा टु मच अन्धकार ल गाइस हामी त अलमलमा परियो त यहाँ यो त एक्जिट गर्ने रहेछ नि त एक्जिट गर्ने के अरे धर्म रिटर्न टिकट नहीं है उधर रास्ता भी नहीं है ना खाई है ज्यादा हामी त झन्डैले गलत बाटो गएको बाटो यस्तो राम्रो हुँदा हुँदै हामी अर्कोतिर बाटो हेरेर हामी पनि पटमुर्खै जस्तै रहेछ हजुर यस्तो बवाल छ हारको सुमिना नि टिकटक भिडियो बनाइदिनु भनेर के थियो गुफाभित्र पसेर आयौँ हो अनि यहाँ चाहिँ यहाँको विशेषता चाहिँ यहाँ मन्दिर रहेछ यहाँ कुनामा अनि त्यो मन्दिर पूजा गरेर फर्किने रहेछ तर हामी चाहिँ पूजासुजा गर्दैनौँ अनि हामी चाहिँ यहाँबाट हेर्ने हो अनि फेरि रिटर्न हुने हो
माई गॉड तर मोस्टली ठाउँहरू चाहिँ सबै यस्तै नि प्राय यो पोखरामा नि नि खतरा के हाम्रो कसम भनेर महेन्द्र क्याब चढेर त मेरो बुढा त के बाहुबलीको फिल भइरहेको क्या सो गाइज हामी महेन्द्र गुफा पनि भिजिट गऱ्यौँ अनि एकदम राम्रो एक्सपिरियन्स भयो एक्जिट हानिहाल्यौँ हो भिडियोमै अब बस त कहाँ छ त खोज्ने हो अब अनि बस पकडेर फेरि अब हामी नेक्स्ट स्टपतिर हामी जान्छौँ गाइज अनि हामीहरूको अब हामीलाई कतिवटा ठाउँ लान्छ थाहा छैन सायद अब सकिँदै गयो होला हेलो तपाईँहरूलाई हाम्रो भिडियोमा इंट्रोडक्शन दीजिए माय नेम इज हिरेन पटेल माय नेम इज पायल पटेल गुजरात से अहमदाबाद से नेपाल में अच्छा है घूमने के लिए अच्छा लगा अच्छा सुबह से शाम तक अच्छा लगा तो कौन सा ज्यादा अच्छा लगा आपको और हम जो पहले वो गए थे ना मंदिर हाँ महादेव का था ना और फिर वो बुद्धा टेम्पल बहुत हाइट में है हाँ वो स्पेशली वो महादेव का हाँ अच्छा था वो अच्छा था फिर एक बुद्धा टेम्पल भी मस्त था हाँ आप बोल दो वी लव यू नेपाल We love you नेपाल फर्स्ट टाइम है आपका हाँ फर्स्ट टाइम आए यहाँ पे नेपाल अच्छा है वेरी अभी आप कभी आओ ना गुजरात तो फैमिली ना इंडिया में ठीक है ओके हस् त बाई बाई गाइस एकदम हैन फुल 100% चाहिँ उनीहरू थियो हैन एकदम खुसी लाग्यो उनीहरूसँग भेटेर हामीसँग बिहानदेखि नै सँगै थियो एकदम चिल हुनुहुन्थ्यो क्या अब हामी सँगसँगै हुन जानु भएको थियो अनि एकदम खुसी लाग्छ क्या अब कसै इन्डियनहरू आउनुहुन्छ हाम्रो देशमा आएर यसरी पर्यटक अब हुन्छ नि हामीहरूको एउटा सुन्दरतालाई यसो भिजिट गर्नुहुन्छ भने चाहिँ गाइस यसरी नै हामीले चाहिँ एउटा नेपाली भएको कारणले गर्दाखेरि चाहिँ सपोर्ट चाहिँ देखाउनुपर्छ होइन त्यो गर्दै गाइस फेरि हामी नेक्स्ट स्टप आयौँ चमेरे गुफा यही होला बाटो यही होला यो ठाउँमा पनि 50 रुपियाँ गोटाको टिकट काटेर अब हामी छिर्दैछौँ तपाईँहरू पहिलोचोटि के आउनुभयो तपाईँहरू पहिलोचोटिहरू यो गुफा राम्ररी घुम्नुहुन्छ भने एक ठाउँबाट गएर अर्को ठाउँबाट निस्किनुपर्छ यसमा चाहिँ हजुर चमेराहरू सबै हेरेर अर्को बाटो निस्किनुहुन्छ भने गाइड चाहिन्छ तपाईँहरू गाइड चाहिन्छ हजुर अर्को ठाउँतिर उताबाट गएर यसरी यताबाट निस्किने भने गाइड चाहिन्छ त्यही बाटो जान्छु चमेरा हेर्छु त्यही बाटो फर्किन्छु भन्नलाई पर्दैन गाइड लानु भने भित्र सबै हेरेर चढेर सुतेर निस्किन पाइन्छ कि कपडा खोर हुँदैन पर्दैन होला गाइड लानु त्यही बाटो गएर त्यही बाटो फर्किने अन्त पर्दैन त्यही बाटो गएर अर्को बाटो निस्किनु तपाईँलाई रमाइलो नि हुन्छ 20 मिनट मात्रै छ क्या चमेरालाई ढुङ्गा हान्ने तथा लाइट बाल्ने कार्य नगरिदिनु होला अनि मान्छे कोही छ नि त हामी दुईजना मात्रै हो लाइट अघि त भिडियो गर्नु मिल्छ कि मिल्दैन सोध्नु पर्ने रहेछ मिल्छ त होला नि होइन बुढी बुढा के कराउँदैछौ मान्छे मान्छे त कोही छैन त अनि यहाँ त हजुर अझै मुनि जानुपर्ने हो त नजम्बो होला हौ मेन चमेरा बसेको गुड त भित्र छ नि राम्रो छ नि भाइ डरै लाग्दो त छैन नि मेरो बुढी यहाँ तर्सिन्छ नि के गर्नु यस्तो ठाउँ आएपछि को तर्सिँदैन नि यता हेर के कस्तो छ ओडा आज त ओडारै मात्रै घुमिरहेको नि त यहाँ चाहिँ मजाले हिँडौँ है यहाँ म पुगिरहनु भएन ऊपर बात के देखो क्या है कहाँ पे ओ माय गॉड लुक एट दैट शिट बैटमैन ब्याटहरु यार चमेरा त लटक हुँदैन नि त्यही त कस्तो
के गरे चमेराको गाउँमा आएर चाहिँ मेरो बुढीलाई यस्तो खेल्न मन परेको अरे हो बुढी यस्तो बनाउनु मन परेको चमेराको गाउँमा आएर यो चमेरा सुतेको उठ्यो भने हामी भागाएर भएको हुन्छ यहाँ चमेरा हेरेर आउँदा चाहिँ हालत एकदम खराब भइसकेको छ माइमा मैले नि अनौखी कस्तो चाहिँ के भयो भने झन् म त जाँदाखेरि मेरो बुढीलाई डर लाग्छ भनेर पुरै एउटा मान्छेसँग सोधेर कस्तो अन्धकार के कस्तो छ भनेर पुरै गएको त अन्धकारमा हौ पुरै उता नि अझै छैन बाटो यहाँदेखि पनि भन्छ माथि चमेरा हेर्दाखेरि त झन् पिट्टु खेलेर बस्छ पिट्टु बनाउँछ पो त अझै बनिएन भनेर रिसाएर फुन्केर पो हिँड्छ त म त हैरान लाग्यो यत्तिको चाहिँ स्ट्रङ हुनु पर्ने खतरा हो खतरा मेरो बुढी कहिलेकाहीँ मात्रै डराउँछ मोड अनुसार मात्रै डराउने ल हामी हिँडिरहेछौँ यस्तो घुमिरहेछौँ एकदमै क्याफतिर घुमिरहेको छौँ हामी अँ घरि मैले क्याफ घरि चमेरा क्याफ के क्याफ होइन हौ के गो के अँ गुफा क्या गुफा अलराइट गाइस यो अब नेक्स्ट स्टपमा तपाईँहरूलाई म देखाउने छु र हामी अलिकति टायर्ड पनि भइसक्यो हिँड्दा सो हामी चाहिँ किन यो गाडीमा टुरिस्ट गाडीमा हिँड्यौँ त भन्दाखेरि यसमा चाहिँ ठिक्क टाइम दिएर धेरैवटा ठाउँहरू कहाँ घुमाइदिने अब यहाँनिर धेरै टाइम लिएर घुम्ने पनि त्यस्तो खासै छैन नि त होइन अनि ठिक्क 30 मिनट 50 मिनट गर्दै ठिक्क ब्यालेन्समा धेरै ठाउँहरू पनि घुम्न पाइने हामीसँग चाहिँ प्रायः नेपालको चाहिँ हामी 2 जना मात्रै होला अनि ड्राइभरहरू प्रायः चाहिँ सबै इन्डियाबाट आउनुभएकोहरू नै छ अनि मजाले बोल्नुहुन्छ अनि घुमिरहेको छौँ रमाइलो भइरहेको छ ल गाइस यो चाहिँ हामीहरूको लास्ट स्टप हो अनि हाम्रो लास्ट स्टप चाहिँ रहेको छ बिन्दावासिनी मन्दिर हो त्यही हो र हामी जाँदैछौँ भर्खर बसबाट उत्रेर यहाँ तपाईँहरूलाई देखाउँछु म बिन्दावासिनी मन्दिर प्रवेशद्वार हामी द्वारभित्र पनि पस्यौँ अब भनेको हामी चाहिँ अब टक्क मन्दिर हेर्दै हिँड्ने हो कता हो है हामी रहेछ यहाँ पसलहरू रहेछ यसरी मन्दिर पस्दा चाहिँ जुत्ता चप्ली बाहिर राखेर खाली खुट्टा हिँड्दै हुनुहुन्छ मेरो बुढा अनि म पनि है बुढा यो भिडियोमा त कस्तो डान्स देखेको हेर्नु न तेस्रोको उता एपिक क्या यो गोल्डन आवर जस्तै गोल्डन आवरै भएको होला त्यो टाइम होइन अहिले 5 बजे आँटा हो नि केही भएर क्या बले जस्तो देखिरहेको क्या माथि म पनि बोले तिमीले बल्यौ नि धक्कमक्क लाली गुराँस जस्तै ल गाइस हाम्रो बिन्दावासिनी मन्दिर पनि टुर भइसक्यो अनि अब चाहिँ हामी एकैचोटि जान्छौँ होटल हेलो गाइस हामी चाहिँ रुममा आइसकेका छौँ अहिले हामी आएर एकछिन रेस्ट गऱ्यौँ अनि हामी ठ्याक्क क्यामेरा सेट गरेर अनि हामी यहाँ बसेर तपाईँहरूको अगाडि ओभरअल हामीले इन्जोय गऱ्यौँ थोरली इन्जोय गऱ्यौँ होइन तपाईँहरूले हेर्नुभयो होला है त्यो जति पनि तपाईँहरूलाई देखाएको भिडियोमा हुन्छ नि वर्थ इट लाग्यो त्यो ठाउँहरू प्लेसहरू जहाँ जहाँ गयौँ हामीले त्यसमा थोरली इन्जोय गऱ्यौँ इन्जोय गऱ्यौँ अनि उसको लागि पनि न्यू एडभेन्चर भएको थियो मेरो लागि पनि भएको थियो होइन एकदम गुड लाग्यो मलाई त हुन्छ अब तपाईँहरूलाई यो भिडियो हामीहरूको भिडियो हेरेर कस्तो लाग्छ त्यसमा कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् तपाईँहरूको साथीलाई अनि प्लिज डु लाइक एन्ड सब्सक्राइब आवर भिडियो and stay tuned guys, see you on the next video, bye bye.
है।